हेलो साथीहरू, सेवा सेवान्ने सबैमा म जुलिमा साम्पाङ तपाईँहरू समक्ष आज फेरि एउटा भिडियो लिएर आएको छु है। र तपाईँहरूले हेरेर साथ दिनुहुन्छ भन्ने म आशा राख्दछु है। र भिडियो चाहिँ आजको टपिक चाहिँ के छ भनेदेखि म चाहिँ गदावरी आज कटिङ राख्ने बेला आयो है। गदावरीको अहिले त बेला त भएको छैन, अलिक टाइम रहेछ, 1 महिना जस्तो। र म कटिङ राख्नुभन्दा अगाडि चाहिँ यसलाई प्रुनिङ है अलिकति ट्रिमिङ गर्ने गर्छु। अन्त तपाईँहरूले पनि यसरी नै कटिङ राख्नुभन्दा अगाडि 1-1.5 महिना अगाडि चाहिँ ट्रिमिङ गर्नुपर्छ यसलाई है, प्रुनिङ पनि गर्नुपर्छ। अन्त त्यो सबै गर्नुभयो भने चाहिँ तपाईँहरूको गदावरी कटिङ राख्ने बेलामा चाहिँ एकदम त्यो नयाँ सुट है। अब यहाँनिर यति छ होइन, अनि यो मैले ट्रिमिङ गरेँ भने चाहिँ यहाँबाट अझै सुटहरू हेल्दी र फ्रेस नयाँ आउँछ है। अन्त त्यो चाहिँ तपाईँहरूलाई रोप्नुको लागि एकदमै राम्रो हुन्छ, हेल्दी हुन्छ बोट है। त्यो भएर चाहिँ म तपाईँलाई भिडियो मार्फत देखाइरहेको छु। हेरेर साथ दिनु होला, मन पऱ्यो भने लाइक र कमेन्ट गर्न नभुल्नु होला। ल हस्त साथीहरू, म भिडियो यहाँदेखि सुरु गर्छु है त। यसको पहिला मैले यसरी पहिला पत्ताहरू भएको मरेकोहरू है। अब यो पत्ताहरू चाहिँ राखिरह्यो भने यसको ग्रोथलाई असर गर्छ है, इफेक्ट हुन्छ, राम्रो हुँदैन। हेल्दी सुटहरू आउनुमा अब यसले चाहिँ पुरा डिस्टर्ब गर्छ है। यसले चाहिँ किनभने अब मलहरू खान्छ जरालाई पातला है। नयाँ सुट ग्रोथ गर्नको लागि चाहिँ यिनीहरूले अब रोकिरहेको हुन्छ है। त्यो भएर यिनीहरू चाहिँ पहिला निकालेर फालिदिने काम गर्छु म चाहिँ है। यसरी यल्लो पात सुकेको पातहरू सबै चाहिँ पहिला तपाईँहरूले अब यसरी फेर्नुभयो भने चाहिँ राम्रो, ट्रिमिङ गर्नुभन्दा अगाडि। यो चाहिँ मेरो लास्ट इयर मैले किनेर ल्याएको थिएँ मेलाबाट है साथीहरू, एकदमै राम्रो कलरको है, पम्पम भेराइटी हो। तपाईँले यसरी ट्रिमिङ गर्नुभयो भने चाहिँ अब अप्रिल मेसम्ममा आइहाल्छ नयाँ सुट, मजाले हेल्दी हुन्छ। यसरी गर्नुभयो भने चाहिँ समयमै नै सबै कुरो भयो भने चाहिँ ल यो त चुली भएन। कटिङ राख्ने टाइम नआइन्जेलसम्म चाहिँ तपाईँले यसरी नै ट्रिमिङ गर्दै बस्नुहोस् है, राम्रो हेल्दी सुट आउँछ नयाँ। त्यो नयाँ सुट आएको चाहिँ तपाईँले कटिङ गर्दाखेरि राम्रो हुन्छ। चिसो छ, पानी परिरहेको थियो बिहानदेखि, रुगा पनि लाग्दैछ, त्यो भएर तर पनि के गर्नु साथीहरू, काम त गर्नु पऱ्यो। हामीले मान्छेको कपालहरू काट्दाखेरि जति बेसी काटिरह्यो मिलाइरह्यो त्यति राम्रो आउँछ भन्छ नि, त्यो फुलहरूको पनि त्यस्तै हो। त्यसरी नै ट्रिमिङ गरिरह्यो भने चाहिँ हेल्दी पाउनुहुन्छ सुटहरू तपाईँहरूले। अब चाहिँ म फेरि यहाँनिर यो चाहिँ अब कडा भइरहेको छ अहिले चाहिँ हो, कडा भइरहेको छ। यो त सामान पनि छैन यस्तो उयो गर्ने, काटिङ गरिदिनु पऱ्यो। यसो गरेर चाहिँ पानीहरू हालिदिनुपर्छ साथीहरू। यस्तो गरिदियो भने चाहिँ जरालाई हेल्प हुन्छ नयाँ सुट ग्रो गर्नुमा। यसरी हुनु त आफ्नो तरिका हो है फुल रोप्नु। गदावरी त अब सबैजनाले रोप्नु नै हुन्छ है। मेरो चाहिँ अब तरिका तपाईँहरूले देखाइदिएको के कस्तो लाग्छ है। म चाहिँ हरेक साल यसरी नै गरेर रोप्ने गर्छु। अब फुल चाहिँ राम्रै फुलिरहेको छ अहिलेसम्म चाहिँ, रिजल्ट चाहिँ राम्रै दिइरहेको छ भनौँ। तरिका आफ्नो हुन्छ, मेरै तरिकाले गर्नुपर्छ भन्ने पनि छैन, आफूलाई जस्तो तरिकाले राम्रो लाग्छ है त्यही तरिकाले गर्दा पनि भयो। म चाहिँ यसरी हजुर साथीहरू यसको पनि गरिसकेँ है। यसै गरेर सबै गदावरीको मैले गरिसकेँ है। सबैको चाहिँ मैले भिडियो गरिनँ किनकि भिडियो एकदमै लामो भएर जान्छ है। अन्त तपाईँहरूले मेरो भिडियोहरू हेर्दै गर्नु होला है। हेरेर के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिँदै गर्नु होला भन्दै म आज छुट्न चाहन्छु। अब फेरि नेक्स्ट भिडियोमा भेटौँला, बाई बाई।